मुलुकमा लोकतन्त्र छ, गणतन्त्र छ, मधेसी जनताले माग गरे अनुरूपको संघीयता छ, संसारमा प्रयोगमा आएका स्वतन्त्रताका कुराहरू पनि संविधानमा लेखिएको छ, विभिन्न प्रकारका नागरिकहरूका हक अधिकार पनि संविधानमै छन्। तर अहिले जनता निस्सासिएको अनुभूति गरिरहेका छन्। बोल्न डरमर्दो छ, आफ्नो पेशागत कामहरू गर्न पनि त्राहिमाम छ। यस्तो अवस्था जनताका कारण होइन, शासकहरूको रवैयाका कारण उत्पन्न भएको छ। विशेष गरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले यो पार्टीका अध्यक्ष र देशका प्रधानमन्त्री नै साझा र अभिभावकीय हुन नसकेको टिप्पणी भइरहेको छ। जताततै प्रधानमन्त्री विरुद्ध आक्रोश, रोष, विरोध र घृणाका कुराहरू बर्सिरहेका छन्। देशका प्रधानमन्त्रीले राजावादीहरूको चिन्ता गरेको धेरै महिना भइसक्यो। उहाँको आधा चिन्तन राजावादीहरूमा केन्द्रित भएको छ। कुनै विचार, आस्था र सिद्धान्त बोक्नेहरूप्रति प्रधानमन्त्री यति धेरै असहिष्णु भइदिनु, त्यो विचार आस्थामाथि दमन र निषेधका लागि अनावश्यक परिश्रम, दुःख र कष्ट गर्न थाल्दा मुलुकका बाँकी काम चौपट भएका छन्। हिजो माओवादीहरूले सेनाको ब्यारेक, प्रहरी चौकी ध्वस्त पार्दा पनि यही काठमाडौँमा माओवादीहरू आतंकवादी होइनन्, राजनैतिक एजेन्डा बोकेका आस्थाका मानिसहरू हुन् भन्नेहरू धेरै थिए। आज राजावादीहरूले सडकमा जुलुस निकाल्न खोज्दा शासक र त्यो वर्गसँग मिलेर स्वार्थ पूरा गरिरहेको समूह सबै राजावादीहरू विरुद्ध खनिएका छन्। माओवादीहरूको बसमा हुन्थ्यो भने उनीहरूले आज मुलुकमा चीनमा जस्तै एकदलीय कम्युनिस्ट शासन लागू गर्थे, सकेका छैनन्। तर पनि उनीहरूको आस्था र विश्वास माओवाद नै हो। स्वयं नेकपा एमालेको मिसन मार्क्सवाद लेनिनवाद हुँदै साम्यवाद हो। एमाले सकेको भए उनीहरू यो बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा अल्झिने नै थिएनन्। भन्नका लागि त एमाले जनताको बहुदलीय जनवाद भन्छ, तर यस्तो कुनै वाद वा सिद्धान्त हुँदैन। नेता झलनाथ खनालको मतमा जनताको बहुदलीय जनवाद भनेको दक्ष प्रजापतिको टाउको हो। यो कुरा नेता खनालले 49 सालमै भनेका थिए। यसो भन्दैमा एमाले अंगीकार गरेको जनताको बहुदलीय जनवादमा तपाईँ हामीलाई कुनै समस्या भएको छैन। यो लोकतन्त्र हो। यहाँ नागरिक आफ्ना आस्था र वाद बोकेर हिँड्न स्वतन्त्र छन्। कुनै राजावादी, समाजवादी, मधेसवादी, माओवादीले एमालेका नेता कार्यकर्ताहरू कहाँ गएर तिम्रो जबज दक्ष प्रजापतिको टाउको हो, यसलाई परित्याग गर भन्दैनन्, किनभने यस्तो भन्न आवश्यक पनि छैन, किनकि यो लोकतन्त्र हो। माओवादीहरूले हामी माओवाद मान्छौँ भन्दा यहाँ तपाईँ हामी कसैलाई समस्या भएको छैन। एमाले मार्क्सवाद लेनिनवाद साम्यवादको कुरा गर्दा तपाईँ हामी कसैलाई समस्या भएको छैन। अनि केही दल, केही सङ्गठनले हामी राजसंस्था मान्छौँ भन्दा सरकार आफै डिप्रेसनमा जान लागेको चाहिँ किन त? एमाले, काङ्ग्रेस, माओवादी, समाजवादी सबै दलका नेताले ढुक्कसँग भनेका छन् कि अब राजसंस्था फर्किन सक्दैन, यो सम्भव नै छैन। यदि यो कुरा साँचो हो र राजसंस्था फर्किन सक्दैन भने फेरि यही कुरामा राजावादी भन्दा बढी चिन्ताग्रस्त भएर गणतन्त्रवादी नेताहरू किन पिरोलिएका छन् त? हाम्रो मत के हो भने राजसंस्था चाहिन्छ भन्नेहरूलाई आफ्नो क्रियाकलाप स्वतन्त्रतापूर्वक गर्न दिइनुपर्छ, तर आफ्ना एजेन्डा लागू गराउने नाममा जनताका छोराछोरीलाई शहीद बनाउने कुकृत्य चाहिँ हामीलाई सह्य हुँदैन। हामी हिजो माओवादी नेताहरूले आफ्नो र आफ्नो सकल वंशको उत्थानका लागि जनतालाई भुलभुलैयामा पारेर त्यत्रो विध्वंस गरे, कलिला बालबालिकालाई पनि मर्न र मार्न उक्साए। त्यो चोटले हामीलाई अहिले पनि दुखाइरहेको छ। अब हामी फेरि यो वा त्यो वाद सिद्धान्तका नाममा जनताका छोराछोरी मार्ने, मराउने अनि अन्त्यमा आफ्नो दुनो सोझ्याउने समूहको समर्थन गर्न सक्दैनौँ। कसैलाई राजसंस्था चाहिन्छ भने शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गरे हुन्छ, जनतामा गएर 2/3 मत ल्याएर संविधान संशोधन गरे पनि हुन्छ। यो व्यवस्थाप्रति हामीलाई विश्वास छैन भन्ने प्रमाणित गराउन 20 लाख जनतालाई सडकमा उतारे पनि हुन्छ, तर हिंसा चाहिँ मान्ने हुँदैन। यसो गर्न यहाँ जुनसुकै दल स्वतन्त्र छन्। ल्याकत भइदिएको भए जनसागर उतारेर आफूले चाहे अनुसारको शासन व्यवस्था लागू गर्न काङ्ग्रेस एमाले पनि इच्छुक छन्, नसकेर मात्रै हो। लोकतन्त्रमा सबै वादीहरूले जनताको मन जित्ने प्रयास गरिरहन्छन्। अहिले राजावादीहरूले यही काम गरिरहेका छन्। यो बेला सरकारको काम कुनै वादीहरूलाई उत्तेजित पार्ने, हिंसा भड्काउने गरी क्रियाकलाप गर्ने, अभिव्यक्ति दिने, निर्णय गर्ने होइन। कम्तीमा प्रधानमन्त्रीले त हुँदै होइन। प्रधानमन्त्रीलाई कुनै वादीको विरोधी हुने छुट नै छैन। प्रधानमन्त्री सबैको अभिभावकीय हुन सक्नुपर्छ। प्रधानमन्त्री आफै कुनै दल, समूह, मोर्चा र नेताहरूप्रति पूर्वाग्रही, दुराग्रही भएर प्रस्तुत भयो भने देशका लागि खर्च गर्नुपर्ने उनको समूह समय भनेको यस्तै सस्ता र अर्थहीन कचिङ्गलमा समाप्त हुन्छ। यदि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली साँच्चीकै देश र जनताको हितमा काम गर्न चाहनुहुन्छ भने मैले भनेका यी 7 निर्णय गरिदिनुहोस्। आज तपाईँ विरुद्ध लाग्ने अप्रिय नारा तुरुन्तै ओली वा जिन्दाबादमा परिणत हुनेछ।
नम्बर 1, विवादित निर्णय शैली क्रियाकलाप गरिरहेका ऊर्जा मन्त्री दीपक खड्कालाई तत्काल बर्खास्त गर्नुहोस्। नम्बर 2, पोखरा विमानस्थल निर्माणमा 10 अर्ब अनियमितता गर्नमा मुख्य भूमिका भएकाले तत्कालीन निलम्बन गर्नु भनेर संसदीय समितिले सिफारिस गरेका नागरिक उड्डयन प्राधिकरणका आरोपी सबै कर्मचारीलाई तत्काल निलम्बन गर्नुहोस्। नम्बर 3, पटक पटक असक्षम प्रमाणित भइसकेका गृहमन्त्री रमेश लेखकलाई तत्काल बर्खास्त गरिदिनुहोस्। नम्बर 4, काठमाडौँ महानगर अस्तव्यस्त भइरहेको छ। महानगरमा तत्काल प्रशासकीय अधिकृत परिवर्तन गरेर बालेन शाहसँग समन्वयकारी व्यवहार गरिदिनुहोस्, किनभने बालेन शाहलाई कसैले मन पराउनु नपराउनु त्यो व्यक्तिगत कुरा हो, तर यी मेयरले पदीय शक्तिको दुरुपयोग गरेर कुनै ठुलो आर्थिक अनियमितता गरेको एउटा पनि प्रसङ्ग कसैले भेटेको छैन। नम्बर 5, आइपिओ जारी गर्न कमिसन मागेको दर बढाएको भनेर आरोप लागिरहेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई तत्काल बर्खास्त गरिदिनुहोस्। यसो गर्न चाहनुहुन्न भने कम्तीमा यस विषयमा सूक्ष्म अनुसन्धान गर्ने गरी एक छानबिन समिति गठन गरिदिनुहोस्। नम्बर 6, आफ्ना गोजीका मान्छेलाई नियुक्ति दिने परिपाटी जति भयो, अब साँच्चै नियुक्ति मेरिट बेसमा हुन्छन् भनेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाइदिनुहोस्। र नम्बर 7, प्रधानमन्त्रीको जिम्मेवारी र गरिमा बमोजिम अभिभावकीय भूमिका निर्वाह गरिदिनुहोस्, ताकि राजावादीहरूले पनि ठानुन् वाद सिद्धान्त जे भए पनि केपी शर्मा ओली हाम्रा पनि प्रधानमन्त्री हुन्। यी सुझावहरू प्रधानमन्त्रीले स्वीकार गर्नुहुन्न भन्ने मलाई लगभग थाहा छ, तर 5-7 विवादितमाथि प्रधानमन्त्रीले एक्सन लिँदा 3 करोड जनता खुसी हुन सक्छन् भने यस्तो सुझाव प्रधानमन्त्रीलाई किन नदिने भनेर मैले यो दुस्साहस गरेको। बाँकी त प्रधानमन्त्री नै ज्ञानी हुनुहुन्छ, मैले थप केही भन्नै परेन।